टु अनदर भिडियो यो सिरिज चाहिँ फिल्म विजिट सिरिज भनेर मैले राख्नेवाला छु। यसमा चाहिँ अब 3टा भ्लग राख्छु या 4-5वटै राख्छु, यो मलाई थाहा छैन। आज चाहिँ डे 3 भइसक्यो। अब हामी रेडी हुँदैछौँ। तारानी यता छिन्, यता गेलाल अनि यता बिपनाई कपाल नमिलेर तनाव छ उसलाई। सरी। अनि अब चाहिँ हामी जानेवाला छौँ खाजासाजा खाएर। ओके, हेर्दै गर्नु होला। मनपर्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। रेडी भएर आइसक्यौँ, अब जाँदैछौँ, बसमा छौँ होइन त। यो हेर्न, यो यता आऊ के प्लिज। आमा अलि उता जा त, अलि उता जा त। अब यता त लाइटिङ के लाइटिङ। ओए किन हल्लाएर हिँड्छ नि त भनेको। कस्तो हाँस उठिरहेको। ओए तारानी बनाइले पहिला के थियो भन्दाखेरि यहाँ सरी घाँस त्यहाँ मन्दिर देख्यौ, यो यतातिर वाल नलाउँदाखेरि यो यताबाट बस्थ्यो क्या। अझ त्यो मन्दिरलाई पस्थ्यो। त्यस्तोलाई हामीले चाहिँ रडको स्लोप हेर त्यो रिभरले काट्दाखेरि एकदमै राखेको होइन। हेर यताको स्लोप बिचबाट त्यो जङ्गल भएको पार्टमा भिसेप भएन त। त्यसरी रिभरले चाहिँ डिपोजिसनसँगै इरोजन रिजर्भ पनि डेभलप गर्यो। यो पपुलेसन देशको तलतिर देखेको रक हेरेर खुरुटा परेको थियो। लाइनस्टोन रहेछ, क्याल्कुलेट थियो, एक रियाक्सन गऱ्यो, खाल्टो भनेको त्यो हुन्छ कोट होलहरू भन्छ। कोट होलहरू पनि के भयो त भन्दाखेरि इरोजनल फिचर्समा डेभलप भयो नि त। यो रिभरको चाहिँ हामीले फोटो खिच्यौँ, यहाँ खिच्दैछौँ साथीहरू। के खोज भने अरे भन् न भन्। तैँले यहाँ भेटाइस् कि भेटाइनस्, यो हामी त यही भनेर बसिरहेछौँ होइन। ऊ यहाँबाट यसरी बेन्डिङ भएर यता गख भनेर बसिरहौँ। अब के हो थाहा छैन। ग्रुप हामीले भर्खर चाहिँ फोल्ड हेरेर आयौँ, भिडियो पनि बनायौँ, तर मैले यहाँ चाहिँ बनाइनँ होइन। अब चाहिँ हामी अनकन्फर्मिटी हेर्न गइरहेको छौँ। त्यो भनेको के हो तिमीले सुन्यौ अघि? पहिला चाहिँ हुँदाखेरि चाहिँ सेडिमेन्टरीहरू चाहिँ ठाउँमा जस्तै डिपोजिट भयो होइन, लेयर डिपोजिट भयो, लेयर डिपोजिट भयो। त्यसपछि खाली ठाउँ रह्यो होइन, एउटा खाली ठाउँ रह्यो। त्यसपछि चाहिँ फेरि अर्को सेडिमेन्ट चाहिँ डिपोजिट भयो भने फेरि रहेको ठाउँ चाहिँ अनकन्फर्मिटी हो। त्यसकै माथि चाहिँ पहिला सेडिमेन्ट ऊ भयो, डिपोजिट भयो, अनि बिचमा चाहिँ भएन केही कारणवश, अनि फेरि माथि भयो भने त्यसलाई चाहिँ अनकन्फर्मिटी। ल साथीहरू हामी धेरै पढ्ने भइसक्यो। अनि भन्न पनि के हो। अब चाहिँ एउटा लास्ट टास्क अनि हाम्रो छुट्टी हो गई। अनि भ्लग पनि इन गर्नुपर्छ है त। पढौँ अनि मजाले खिचौँला सर। सर फर्ममा आइसक्नु। लोकेसन जी From the previous
कपिल सुरु गरौँ नाइ डेमो सुरु गरौँ माथितिर चाहिँ कोलोरियम देख्न सकिन्छौँ भने तलको सेक्सनमा हेर्दाखेरि हाइली वेदरिङ भएको छ है कस्तो छ त भन्दाखेरि रोहित एकछिन बनाउँछु माथितिर कोलोरियम यसरी डिपोजिट छ बहुत खाने क्या होला न अनि यहाँ सर्टेन कन्ट्याक्ट गर्नु छ यो चाहिँ होल्डर रड स्लेट भन्ने हामीले अहिले दिएको स्लेटै हो अहिले वेदरिङ भएको हो माथि चाहिँ रिसेन्ट डिपोजिट सेडिमेन्ट It's time to group photo. पाप लगेगा जाम अब यहाँनिर छ के भन्नु भन्छु र किनभने त्यही पनि भन्ने मलाई यो ल्याउ त म्याम लाउनुहोस् त तारानी म्याम ओए तारानी म्याम सुन्नु न बनी जति बनाउनु छ बनाउ है हाई म्याम हाम्रो अब त हामी जाने हो छिट्टो भनेको फुलको अपमान हो मेरो सिंगल किता होला भयो मेरो सिंगल किता होला सिंगल खिच्न परेछ मनी मनी ला एक भिडियो मजा आएन उठे मजा आएन फेरि उठे बङ्गाल यो त के मोबाइल समाउनु दिन्छन् त यार के भिडियो भइरा हो के गर्नु यो ल ल ल म एकले फेरि न फोटो खिच्न केटी उरी भएन जाऊ जाऊ साथी हो फाइनली अब चाहिँ हाम्रो सब लोकेसन भइसक्यौँ अब चाहिँ हामी होटल गएर फ्रेस भएर घर जान्छौँ हा 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 ओ कहाँ पुग्यो यार वहाँ पुगिसक्यो ब्रिज हेरौँ साथीहरू ब्रिज सस्पेन्सन ब्रिज तर कस्तो हल्लिरहेको थियो अर्को ग्रुप नि आयो अब हामी जाँदैछौँ मस्त रमाइलो यार हेलो सर ठिक छ सर मस्त रमाइलो ओए अर्को टिमलाई नि हामीले भेट्यौँ होइन आउँदै आएछन् भर्खर खोइ न्याय खोजिरहेछौँ हामी न्याय अर्को नि छ अर्को गाडीमा छ अरे यार दुईटा भन्नुभएको त किन यो 35 आउँदै अरे के फर्स्ट टाइम जब मैले केटीलाई भेटेँ म फ्यान भए बेबी अब हामी
अर्को ग्रुप भेटेर हामी एकदम ह्याप्पी भयौँ। सामान हस्तान्तरण अर्को ग्रुपको लागि हामीले चाहिँ दिइसक्यौँ। अब चाहिँ टोटल्ली हामी फ्री भइसक्यौँ। अब खानासाना अब आफ्नै पारा सिडी ग्रुपलाई वेलकम गरेर अब हामी चाहिँ रेडी भएर जान लाग्छौँ। बाई बाई गरिदिउँ है। हस् बाई बाई। ल बाई बाई।